भर्खर जिम जानलाई निस्किन लाग्यो त्यो उता युकेमा फेरि त्यो जीवन भन्ने त्यो भत्तुवा फेरि त्यो हिजोडाको फेरि भिडियो देखिहाल्यो। त्यसले के भनेको रहेछ भन्दा फिटमिन भाइले चाहिँ माफी माग्यो अरे। यहाँ सुन्न, मैले चाहिँ दाई सम्झेर माफी दिएर के भनेको त दाई हो र त लुङ्गी लाउने मान्छे हो। अनि मैले चाहिँ कहिले चाहिँ माफी मागेर भिडियो बनाएँ तँलाई? तेरो भालु बुढीले तेरो रन्डी बुढीले चाहिँ मलाई चलाउने, मेरो बारेमा चाहिँ जे पाए त्यही कुरा गर्ने। अनि तँ भत्तुवाले मेरो छोरीको भिडियो माथि टाउकोमा हालेर तैँले भिडियो बनाउने। अनि तँ जस्तो एउटा चाहिँ के अरे आफ्नै भाउजू नछोड्ने, आफ्नै बुहारी नछोड्ने, अनि तेरो बुढी जस्तो यो एउटा चाहिँ आफ्नै जेठाजुसँग सुतेर हिँड्ने, अनि आफ्नै मामाको भुँडी बोक्ने, अनि कहाँ एउटा कसो घरमा नुवाकोटे बाजे घरमा बस्दा आफ्नै जेठाजुसँग सुतेको रङ्गे हात तेरै आमाले भेटाउने होइन। अनि कहाँबाट उतापट्टि फेरि अहिले त्यो छेत्री काण्ड नयाँ निस्किन लाग्यो भने तँ डराएको होइन? त्यही होइन, छेत्री काण्डको लागि त तेरो युकेमा हुने 3-4 जना मान्छे सबैजना मेरो लाइफमा बोल्न आउँदैछ। म डराएको होइन, म किन डराउनु तसँग? मैले माफी होइन, तेरो बुढा र बुढीले चाहिँ तिमीहरू दुईजनाले हिजोडाको बुढाबुढीले मलाई भेटेर मेरो खुट्टा चाट्नुपर्छ पैताला, अनि मैले थुकेको थुक चाटेर खानुपर्छ, अनि बल्ल मैले तिमीहरूलाई माफी दिन्छु क्या। तँ जस्तो हिजोडा हिजोडी नि होइन, तँ जस्तो एउटा अराजक समाजको रन्डा रन्डीको होइन, तिमीहरूको अगाडि चाहिँ मैले माफी माग्छ? सपना नदेख त्यस्तो कुरा। तिमीहरू मलाई चलाउन आउने होइन, तिमीहरूले चाहिँ अनि मलाई चाहिँ माफी माग भने यहाँ सुन, तँ के अरे तुलाराज भन्ने त जीवन हिजोडा होइन, तेरो भाउजू काण्ड, तेरो बुढीको चाहिँ त्यो जेठाजु काण्ड होइन, सबै कुरा छताछुल्लो भयो होइन। अनि तेरो छोराछोरी यो लट्ठ्याम्रो गल ढ्याङ्ग्रो छोराछोरीको काण्डले गर्दा त डराइस होला होइन। त्यस्तो नसुन, तँ जस्तोलाई माफी माग्ने त होइन मैले, तिमीहरूलाई त मैले मेरो बाबाजीका थुल्लुले निधारमा हान्छु तेरो रन्डी बुढी र तँलाई के हिजोडा तिमीहरू। मैले माफी माग्ने तिमीहरूसँग औकातमा बस, औकातको कुरा गर्दा है, औकातमा बस के बिना औकातको भक्तुवा साले तैँले अहिलेसम्म तेरो आमालाई त माया मारेर 14-15 वर्ष भइसकेको रहेछस् त नगएको, अहिलेसम्म आमालाई फुट्टिया कौडी नपठाउँदो रहेछ। ठुलो कुरा गर्छस्, बिचरा आमा अनुहार ज्यान सबै डढेर हेर्नै नहुने, अरूले हेऱ्यो भने बिचरा के भन्छ त्यो दुःख लाग्छ अरे। त्यस्तो गरेर आमालाई राखेको छ अनि फुट्टी गर्छस् त कुकुर। तँलाई माफी माग्छ मैले।